लौ मेरा बा गिद्धले खाए चाहिँ खाएर निस्किम अन्त रोटी टन्नै खायौँ भोलितिर मिलेर खानु सबैजनाले मेरा बा भात र मासु खाएर यति यति भयौँ के सेलरोटी खाने हो मासु खाएर टन्नै भामु खा त्यही सेलरोटी खाना हुन् दिनदिनै यस्तै सबैको बर्थडे दिनदिनै परे त निस्किन नि पाइने खाना नि पाइने ए बानी मैले कहिले होइन पार्टी दिने ल गाइजहरू खाना खाइयो निस्कियौँ है अब फेरि एक दिन समुद्र जाने सल्लाह पनि भयो समुद्र टाढा त छैन कि त्यही पनि औँसी पूर्णिमा त्यहाँ हेर्नुपर्ने है त्यहाँ जानलाई दिन निकाल्नुपर्छ ओके आफू त टन्न खाएर आइयो अब यिनीहरूलाई पकाएर खुवाउने हो मेरा बानी गएर के टन्न खाएर किचनमा पस्न यति दो हुन्छ एउटा दुईटो मात्रै ल भए त हुन्थ्यो नि यति भए पोको पारेर ल्याएर खुवाउने थियौँ त्यत्रोजना उल्टो गाउँले पनि आएको हुन्छ ए भगवान्